हेलो नमस्ते सम्पूर्णमा। आज एउटा नयाँ क्यारियर अपडेट लिएर आइसकेको छु। नेपाली सेनाले चाहिँ आज मिति 2083 18 गते नेपाली सेनाको सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूको लागि चाहिँ दरखास्त आह्वान गरेको छ। एकदम धेरै सङ्ख्यामा चाहिँ दरखास्त आह्वान गरिएको छ है त। तपाईँहरूले यो चाहिँ यो vacancy.nepal.army.military.np मा गएर चाहिँ हेर्न सक्नुहुन्छ। त्यहाँ गएर चाहिँ तपाईँहरूले यसको डिटेल्सहरू हेर्न सक्नुहुन्छ है। र तपाईँहरूको यहाँ सबै डिटेल्सहरू दिएको छ। आवश्यक पद सङ्ख्या, भर्ना छनौट केन्द्रहरू भनेर। सैन्य पदको लागि चाहिँ यो देहाय बमोजिम रहेको छ है त। भर्ना केन्द्र भनेर नारायणहिटी काठमाडौँ भनेर चाहिँ यो सी उपत्यका प्रितना हेडक्वार्टर रहेको छ। तपाईँहरूले यो फर्म चाहिँ यो जुन पोर्टल छ त्यहाँ गएर पनि भर्न सक्नुहुन्छ, अथवा चाहिँ नि सिधै भर्ना केन्द्रमा गएर पनि भर्न सक्नुहुन्छ है। तपाईँहरूले चाहिँ यो पोर्टलमा गएर चाहिँ गरेको कुरालाई प्रिन्ट गरेर लानुपर्ने हुन्छ, अथवा चाहिँ सिधै भर्ना केन्द्रमा गएर पनि फर्म भर्न सक्नुहुन्छ है त। अब तपाईँहरूलाई जहाँ पाएको पर्छ त्यो पाएको पनि ठाउँमा गएर चाहिँ फर्महरू भर्नु होला। जस्तै नारायणहिटी काठमाडौँ यहाँ पाएको पर्नेहरूले गएर चाहिँ भर्न सक्नुहुन्छ। 300 जनामा आएको छ। त्यस्तै गरी विभिन्न भर्ना छनौट केन्द्रहरू रहेको छ। तपाईँहरूले हेर्नुहोस् है, लगभग तपाईँहरूको चाहिँ 31वटा भर्ना छनौट केन्द्र रहेको छ। त्यसमा तपाईँहरूलाई जहाँ सजिलो हुन्छ त्यहाँ गएर चाहिँ फर्म भर्न सक्नुहुन्छ। र विभिन्न समावेशी कोटाहरूमा चाहिँ छ है, जस्तै खुल्ला, महिला, त्यस्तै गरी दलित, पिछडिएको भनेर छ। त्यसमा गएर तपाईँहरूले भर्न सक्नुहुन्छ। त्यस्तै गरी चाहिँ विभिन्न ट्रेडको फलोअर्स पदहरूको लागि पनि खुलाएको छ है। यसको लागि पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ। विभिन्न भर्ना छनौट केन्द्रहरू छ, त्यस्तै गरी पदहरू छ। तपाईँहरूले चाहिँ आफूलाई सुइटेबल हुने पोस्टमा चाहिँ गएर फर्म चाहिँ भर्न सक्नुहुन्छ। तपाईँहरूलाई अप्ठ्यारो लाग्छ फर्म भर्न भने तपाईँहरूले त्यही भर्ना छनौट केन्द्रमै गएर पनि फर्म भर्न सक्नुहुन्छ, अथवा यहाँ दिएको नम्बरमा कल गरेर आफूलाई चाहिँ जहाँ कन्फ्युजन भएको छ त्यो कन्फ्युजन चाहिँ यहाँ फोन गरेर जिज्ञासाहरू आफ्नो त्यहाँ राख्न सक्नुहुन्छ है। उहाँहरूले तपाईँहरूलाई चाहिँ गाइड गर्नुहुन्छ। र दरखास्त मिति चाहिँ तपाईँहरूको 1 महिनाको रहेको छ है। जस्तै आज 1/18 भयो, यो 2/16सम्म रहेको छ। र 2/16मा चाहिँ तपाईँको सार्वजनिक बिदा भयो भने तपाईँले 17 गते पनि गएर भर्न सक्नुहुन्छ है, सिङ्गल दस्तुरमा। जस्तै यो 16 गते तपाईँको शनिबार परेको छ होइन, त्यो तपाईँले चाहिँ भोलि आइतबारपट्टि गएर पनि सिङ्गल दस्तुरमै भर्न सक्नुहुन्छ। त्यस्तै गरी यो डबल दस्तुरको लागि 17 गतेसम्म रहेको छ। र यो 17 गते पनि तपाईँको यदि सार्वजनिक बिदा पर्यो भने तपाईँले चाहिँ गएर 18 गते पनि गएर भर्न सक्नुहुन्छ है। सो सार्वजनिक बिदा परेको खण्डमा चाहिँ तपाईँले यदि शनिबार परेको छ भने चाहिँ आइतबार गएर भर्न सक्नुहुन्छ। तर यदि 16 गते चाहिँ तपाईँको शनिबार परेको छैन भने चाहिँ फेरि 16 गतेसम्मै हुन्छ। तर जहाँसम्म मलाई लाग्छ जेठ 16 गते चाहिँ तपाईँहरूको शनिबार परेको छ है। सो शनिबार परेको हुनाले तपाईँहरूले 17 गते गएर पनि भरेर तपाईँहरू सिङ्गल दस्तुरमै भर्न सक्नुहुन्छ। त्यस्तै गरी यो 23 गते भनेको छ, 23 गते पनि तपाईँहरूको शनिबार परेको छ। त्यसैले तपाईँले डबल दस्तुर 24 गते पनि गएर भर्न सक्नुहुन्छ है। यहाँ त्यही लेखेको छ। जस्तै तपाईँहरूले यहाँ गएर चाहिँ हेर्न सक्नुहुन्छ है। जस्तै एकल तथा दोबर दस्तुर बुझाइ दरखास्त पेश गर्ने अन्तिम मितिको दिन सार्वजनिक बिदा पर्न गएमा उक्त मितिभन्दा पछाडिको कार्यालय खुल्ने दिनमा दरखास्त दस्तुर बुझाइ दरखास्त फारम दर्ता गर्न सकिनेछ भनेको छ है। सो तपाईँको जेठ 16 गते शनिबार परेको छ, तपाईँले आइतबार गरेर पनि भर्न सक्नुहुन्छ। यो कुरा चाहिँ ख्याल गर्नु होला। त्यसपछि गएर दरखास्त दस्तुर भनेको तपाईँले सैन्य पदको लागि चाहिँ 150 रुपियाँ रहेको छ। अर्को ट्रेडर्स फलोअर्सको लागि चाहिँ ट्रेड फलोअर्सको लागि चाहिँ 100 रुपियाँ रहेको छ है। तपाईँले चाहिँ अरू तपाईँहरूको समावेशी कोटाहरू छ त्यसमा पनि भर्न चाहनुहुन्छ भने चाहिँ 20% लाग्छ। जस्तै 100 रुपियाँको 20% भनेको 20 रुपियाँ एक्स्ट्रा लाग्छ। 120 रुपियाँ भयो भने तपाईँले जस्तै अब खुल्ला पनि हुनुहुन्छ, मधेसी कोटामा पनि दिन चाहनुहुन्छ भने चाहिँ टोटल 120 रुपियाँ चाहिँ तपाईँहरूले तिर्नुपर्ने हुन्छ है। र यो तिर्ने भनेको चाहिँ तपाईँहरूले कुन छनौट केन्द्रमा चाहिँ तिर्ने हो त्यही अनुसारको ब्रान्च चाहिँ यहाँ दिएको छ। त्यहीँ गएर चाहिँ तपाईँहरूले यो राजस्व शीर्षक नम्बर हालेर तिर्न सक्नुहुन्छ दस्तुर। अब यो तपाईँहरूको चाहिँ ट्रेड फलोअर्सको लागि पनि त्यही हो है। तपाईँहरूको भर्ना केन्द्र अनुसारले ब्याङ्क खाता नम्बर र ब्रान्चहरू दिएको छ, त्यसमा गएर चाहिँ तपाईँहरूले तिर्न सक्नुहुन्छ है त। र त्यसपछि गएर अब यो आवश्यक योग्यताहरू भनेको छ होइन। तपाईँहरूको अब न्यूनतम शैक्षिक योग्यता भनेको चाहिँ सैन्य पोस्टको लागि तपाईँले 8 क्लास उत्तीर्ण गरेको हुनुपर्छ। यदि 9 क्लास उत्तीर्ण गर्नुभएको छ भने चाहिँ 8 क्लासको पनि तपाईँले मार्कसिट बुझाउनुपर्छ।
र तपाईँहरूले एसएलसी वा सोभन्दा माथि गर्नुभएको छ भने चाहिँ एसएलसी वा सोभन्दा माथिको मात्रै मार्कसिटहरू बुझाए हुन्छ है। 8 क्लासको चाहिँ तपाईँहरूले त्यति बेला बुझाउनु पर्दैन। र तपाईँहरूले चाहिँ 8 क्लासमा कति ल्याउनुपर्छ, 9 क्लासमा कति ल्याएको हुनुपर्छ भनेर यहाँ दिएको छ। त्यही अनुसारले हेरेर चाहिँ आफूले भर्नुहोला। त्यसपछि गएर विभिन्न ट्रेडका फलोअर्सहरूको लागि चाहिँ तपाईँहरू साधारण लेखपढ गर्न सक्ने भए हुन्छ है। तपाईँहरूको त्यस्तो एजुकेसन क्वालिफिकेसन भनेर चाहिँ हुँदैन। र त्यसपछि गएर आर्मीमा चाहिँ अभियसली अब शैक्षिक सँगसँगै तपाईँहरूको फिजिकल एट्रिब्युट्सहरू पनि हुनुपर्छ होइन। त्यो भएको भएर चाहिँ यहाँ दिएको छ है। जस्तै 5 फिट 3 इन्च हुनुपर्छ पुरुष, त्यस्तै गरी महिलाको चाहिँ 5 फिट हुनुपर्छ, त्यस्तै गरी न्यूनतम वेटहरू होइन। त्यसपछि गएर छातीहरूको फुलाउँदाखेरि नफुलाउँदाखेरि चाहिँ यति भनेर छुट्याएको हुन्छ। त्यो चाहिँ तपाईँहरूको त्यही अनुसारको हुनुपर्छ। र तपाईँहरूले यदि चस्मा प्रयोग गर्नुभएको छ भने चाहिँ तपाईँको +2 अथवा -2 त्योभन्दा चाहिँ बढी हुनु हुँदैन है। +2 र -2सम्म चाहिँ तपाईँहरूले एलाउ हुन्छ भने त्योभन्दा बढी तपाईँहरूको पावर छ भने चाहिँ तपाईँहरूले चाहिँ इलिजिबल हुनुहुँदैन। त्यसपछि गएर अब उमेरहरूको कुरा गर्नुपर्दाखेरि चाहिँ तपाईँहरू 18 वर्ष पुरा भएको हुनुपर्छ र 22 वर्ष ननागेको हुनुपर्छ। यहाँ तपाईँहरूको जन्म मिति यतिदेखि यति भनेर पनि दिएको छ प्रष्टसँग। सो यो भित्र पर्नुहुन्छ भने दिनु होला, होइन भने चाहिँ अब तपाईँहरूको रिजेक्ट हुन्छ। त्यस्तै गरी ट्रेड्सको लागि पनि दिएको छ है। विभिन्न ट्रेडको फलोअर्सहरूको लागि चाहिँ तपाईँहरूको 18 देखि 26 वर्षसम्म चाहिँ हुनुपर्छ। यो चाहिँ बहालवाला उम्मेदवारहरूको लागि हो है। तपाईँहरू खुल्लाबाट दिनुहुन्छ भने चाहिँ यो खासै हेर्नु पर्दैन। त्यसपछि गएर चाहिँ अब दरखास्त साथ समावेश गर्नुपर्ने कागजातहरू भनेको छ होइन। त्यसमा चाहिँ यो तपाईँहरूले आफैले प्रमाणित गरेर चाहिँ बुझाउनुपर्छ भनेर भनेको छ। सो यसमा के भन्न खोजेको त भन्दाखेरि चाहिँ तपाईँहरूले यो सबै प्रमाणपत्रहरूमा चाहिँ सकल बमोजिम नक्कल सही छ भनेर आफ्नो हस्ताक्षर गर्ने। त्यस्तै गरी चाहिँ तपाईँहरूको चाहिँ यो के अरे थम्बको उयोहरू पनि चाहिन्छ है। भन्नाले ल्याप्चे लगाउने त्यस्तो खालको हुन्छ। त्यो तपाईँले चाहिँ त्यही फर्म भर्ने ठाउँमै गर्दा पनि हुन्छ होइन। त्यो आफै प्रमाणित गर्ने भनेको चाहिँ त्यो हो है। खासै यसमा त्यस्तो केही पनि हुँदैन। सकल बमोजिम नक्कल सही छ भनेर आफैले लेखेर सही गर्ने र त्यसमा चाहिँ तपाईँको औँठा छाप पनि चाहिन्छ। सो त्यही हो, तपाईँहरूले एकचोटि यो चाहिँ भर्ना केन्द्रमै गएर पनि भर्न सक्नुहुन्छ है। यसको लागि चाहिँ यो आफ्नो चाहिने प्रमाणपत्रहरू चाहिँ लिएर जानु होला। प्रमाणीकरण भनेको चाहिँ सिम्पली आफैले गर्न सकिन्छ। र त्यसपछि गएर यो नागरिकको प्रमाणपत्र यहाँ जे भनेको छ त्यो डकुमेन्टहरू चाहिँ सबै लिएर जानु होला। त्यसपछि गएर यो फोटोग्राफ भनेको छ। यसमा पासपोर्ट साइज फोटो 4वटा र 2x2 साइजको फोटो भनेको छ। यो भनेको चाहिँ पासपोर्ट साइजको भन्दा अलिक ठुलो साइजको फोटो हुन्छ। सो त्यो फोटो चाहिँ लिएर त्यो फोटो चाहिँ तपाईँहरूले फोटो स्टुडियोमा गएर मलाई यो 2x2 साइजको फोटो बनाइदिनुहोस् भने त्यो अलिकति छुट्टै हुन्छ, अलिकति ठुलो साइजमा हुन्छ है। त्यो एउटा फोटो पनि अनिवार्य लिएर चाहिँ जानुपर्छ तपाईँहरूले। त्यो चाहिँ लिएर जान नछुटाउनु होला है। त्यसपछि गएर यहाँ सम्पर्क मिति र स्थान भनेको छ। यो चाहिँ 3/10 गते तपाईँहरू चाहिँ त्यहाँ गएर अब अगाडिको प्रोग्रामहरू के छ भनेर बुझ्नको लागि हो। अब यो छनौट प्रक्रिया भनेको छ होइन। यसमा यो बियरिङ परीक्षा भनेको चाहिँ तपाईँहरूको यो अघि भनेको जस्तै हाइटहरू वेटहरू चेक गर्ने कामहरू हुन्छ। यहाँ दिएको छ कि तपाईँहरूको के चेक हुन्छ भनेर यहाँ सबै दिएको छ। यसलाई राम्रोसँग पढ्नु होला तपाईँहरूले। हात खुट्टा लामो भएको हुनुहुने खुँडे होइन, ढाड कुप्रो, त्यस्तै गरी शरीर पुरा झुकाउनु नसक्ने, यिनीहरू भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँले भोलि ट्रेनिङ गर्दा होइन अथवा तपाईँ साँच्चीकै फिल्डमा गएर काम गर्दाखेरि चाहिँ यो कुराहरूले चाहिँ असर गर्न सक्छ क्या। जस्तै अब तपाईँहरू ढाड कुप्रो पार्न सक्नु भएन भने त्यसलाई ट्रेनिङ गर्न तपाईँहरूलाई गाह्रो हुन्छ। त्यस्तै गरी चाहिँ भोलि अब सेना भइसकेपछि त होइन भोलि अब तपाईँहरू त्यही अनुसारको फिल्डमा जानु पऱ्यो भने त्यहाँ तपाईँहरूले त्यसरी झुकाउनु सक्नुपर्छ होइन। सबै खालको त्यो हुनुपर्छ है। सो त्यो हिसाबले चाहिँ चेक गरिने यो क्यारेक्टर तपाईँको फिजिकल एट्रिब्युटहरू चाहिँ त्यस कारणले चेक गर्ने हो होइन। त्यो कारणले चाहिँ तपाईँहरूको यो राम्रोसँग हेर्नु होला। यसमा चाहिँ यो हेरेर अनि जानु होला। र सामान्य तपाईँहरूको चाहिँ जस्तै अब कपाल फुलेको छ होइन, त्यसै गरी चाहिँ अब दाँतमा अलिअलि किरा लागेको छ भने त्यसले अलिकति ट्रेनिङलाई असर नपर्ने छ र अरू चाहिँ सबै तपाईँहरूको ठिक छ। यो सामान्य कुराहरू चाहिँ तपाईँहरूको यहाँ लेखे पनि अलिकति त्यसमा चाहिँ कन्सिडर गर्न सकिन्छ भन्ने खालको छ भने चाहिँ कन्सिडर पनि गर्न सक्छ है। सो त्यही भएर तपाईँहरूको अलिअलि जस्तै अब यो दाँत किराले खाएको होइन, त्यस्तै गरी चाहिँ यो कपालहरू फुलेको यो कुराले चाहिँ खासै त्यस्तो त्यो ट्रेनिङहरूमा चाहिँ असर गर्दैन। अथवा तपाईँले चाहिँ त्यो कुराहरूलाई पछि भरेर पनि जान सक्नुहुन्छ होइन, पछि भर्न पनि सक्नुहुन्छ। त्यस्तो कुराहरू चाहिँ
कन्सिडर पनि गर्छ है। सो त्यो कुराहरू तपाईँलाई अलिकति दीर्घकालीन रूपमा ट्रेनिङमा साँच्चीकै असर गर्ने कुराहरू छ भने चाहिँ तपाईँहरूलाई रिजेक्टै हुन्छ। के अब तपाईँहरूको कन्सिडर गर्नु सक्ने कुराहरू छ भने अरू सबै ठिक छ र यसमा कन्सिडर गर्न सकिन्छ भन्ने खालको छ भने अलिअलि कन्सिडर पनि हुन्छ है आर्मीमा चाहिँ। सो त्यो कुरालाई पनि ध्यान राख्नु होला। सो अलिकति सानो कमजोरी भयो भन्दैमा म ट्राई नगरौँ कि भन्ने चाहिँ हुँदैन होइन। सानो सानो कुराहरूलाई चाहिँ कहिलेकाहीँ कन्सिडर पनि गरिदिन्छु। सो तपाईँहरूले एटलिस्ट ट्राई चाहिँ गर्न सक्नुहुन्छ है। र त्यसपछि गएर त्यही हो तपाईँहरूको यो प्रारम्भिक स्वास्थ्य परीक्षण भनेको चाहिँ त्यही तपाईँहरूको आँखा नाक कानहरू त्यस्तो अलिकति भिजनहरू होइन तपाईँहरूको यो कलर ब्लाइन्डनेस छ कि छैन भनेर हेर्छ होइन। तपाईँहरूलाई पुरै नेकेडै बनाएर हेर्छ है। यसमा चाहिँ त्यसको लागि तपाईँहरू प्रिपेयर हुनु होला यो प्रारम्भिक स्वास्थ्य परीक्षणमा। त्यसपछि गएर यो शारीरिक परीक्षा भन्ने हुन्छ है, जसमा तपाईँहरूको सिटअप पुसअप चिनअप त्यसपछि गएर 300 मिटर दौड होइन 2 माइल दौड भन्ने छ। सो यो कुराहरू चाहिँ हुन्छ। सो तपाईँहरू एकदम फिजिकल्ली चाहिँ यो कुराहरू प्र्याक्टिस गर्न सुरु गरिहाल्नुहोस् तपाईँहरूले यदि गर्नु भएको छैन भने। किनभने 2 माइल दौडहरू अनि यो चिनअपहरू होइन यिनीहरू चाहिँ अलिकति गाह्रो हुनसक्छ तपाईँ यदि बिगिनर हुनुहुन्छ भने। त्यही भएर चाहिँ आजको दिनबाट तपाईँले यदि अप्लाई गर्न सोच्नु भएको छ भने चाहिँ यो कुराहरू चाहिँ तपाईँहरूले आजदेखि चाहिँ तपाईँहरूको कति छ होइन आजको स्ट्रेन्थ कति छ। यदि स्ट्रेन्थ छैन भने चाहिँ त्यो स्ट्रेन्थ बढाउनलाई तपाईँहरूले युट्युबहरूतिर चेक गर्न सक्नुहुन्छ। तपाईँहरूको चिनअपहरू होइन 7-8 चोटि हाल्नु सक्नु हुँदैन भने चाहिँ त्यो आर्मको पावर कसरी बढाउने भन्ने खालको त्यो उहरू पनि हुन्छ क्या, टेक्निकहरू हुन्छ, एक्सर्साइजहरू हुन्छ होइन। त्यो गर्न पनि अब तपाईँले चाहिँ आफ्नो यो फिजिकली शारीरिक परीक्षा उत्तीर्ण गर्नको लागि त्यसले हेल्प गर्छ। सो आजैबाट चाहिँ तपाईँले यदि दिनु सोच्नु भएको छ भने यो सबै कुराहरूलाई चाहिँ ध्यान दिनु होला है। सिटअपहरू गर्न सक्छु कि सक्दिनँ, पुसअप गर्न सक्छु कि सक्दिनँ र नसक्ने हुनुहुन्छ भने चाहिँ आजैबाट त्यसलाई प्र्याक्टिस गर्नु चाहिँ तपाईँहरूसँग अझै 1 महिना बाँकी छ होइन 1-1.5 महिना बाँकी हुन्छ। 1-1.5 महिना पनि तपाईँहरूले प्र्याक्टिस राम्रोसँग गर्नुभयो भने चाहिँ तपाईँहरूले फिजिकलमा पनि आफूलाई अब्बल गराउन सक्नुहुन्छ है। सो त्यो कुराहरू चाहिँ ध्यान दिनु होला। यो ट्रेड फलोअर्सहरूको लागि पनि यो कुराहरू छन् होइन। सो यो कुराहरू चाहिँ तपाईँहरूले प्र्याक्टिस गर्नु होला है। यो चाहिँ फेरि म केही दिन गर्छु अथवा 5-10 दिन बाँकी हुँदा गर्छु भनेर चाहिँ हुँदैन। आजैबाट चाहिँ तपाईँहरूले चाहिँ यो कुराहरू चाहिँ प्र्याक्टिस गर्नुपर्छ होइन भने चाहिँ तपाईँहरूलाई यसले गाह्रो पार्न सक्छ फिजिकलमा चाहिँ है। सो फिजिकल हुन्छ र त्यसपछि गएर चाहिँ तपाईँहरूको लिखित परीक्षा हुन्छ सैन्य पदको लागि चाहिँ 100 मार्क्सको हुन्छ होइन। त्यसपछि तपाईँहरूको फेरि एउटा प्रयोगात्मक परीक्षा हुन्छ र त्यसपछि गएर स्वास्थ्य परीक्षण हुन्छ। त्यो चाहिँ अब यो आर्मी हस्पिटलमा हुन्छ। त्यसपछि चाहिँ अन्तर्वार्ता है। सो यो अलि प्रोसेस चाहिँ लामै हुन्छ आर्मीको। तपाईँहरूले चाहिँ फिजिकल्ली पनि हुनु पऱ्यो त्यस्तै गरी लिखितमा पनि हुनु पऱ्यो होइन। सबैमा एउटा कन्सिस्टेन्ट तरिकाले जानुभयो भने चाहिँ राम्रो हुन्छ तपाईँहरूलाई चाहिँ। त्यसपछि चाहिँ अब फाइनल्ली आर्मीमा चाहिँ तपाईँले सबै पार गरेर पास गर्नुभयो भने चाहिँ सिलेक्सन हुन्छ है। सो डिसिप्लिन भएर राम्रोसँग गर्नुभयो भने चाहिँ अवश्य सफलता चाहिँ तपाईँहरूले हासिल गर्न सक्नुहुन्छ। राम्रो एउटा अपर्च्युनिटी छ होइन। भित्र छिरिसकेपछि तपाईँहरूले अब पढाइदेखि लिएर गएर अरू धेरै कुराहरूमा चाहिँ अपर्च्युनिटिजहरू हुन्छ। एउटा नेपाल आर्मीको एउटा पोस्ट भनेको चाहिँ आफैमा एउटा गौरवशाली पोस्ट हो होइन। सो तपाईँहरूले चाहिँ यो धेरै मात्रामा धेरै सङ्ख्यामा खुलाएको छ। सो यसलाई चाहिँ हेर्नु होला है। जस्तै यो नेपाल आर्मीको vacancy.nepalarmy.mil.np मा गएर डिटेल्सहरू हेर्न सक्नुहुन्छ र यहाँ दिएको नम्बरहरूमा पनि फोन गर्न सक्नुहुन्छ है त तपाईँहरूलाई कन्फ्युजन भएको केसमा चाहिँ ल। र यस्तै गरी चाहिँ करियर अपडेटहरूको लागि चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला। हामीले यस्तै विभिन्न इन्फर्मेटिभ भिडियोजहरू चाहिँ तपाईँहरूको लागि बनाउने गरेका छौँ र च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। हस् त, अल द बेस्ट, थ्याङ्क यू।